ओके, हाम्रो खरिदार गणितको पार्ट 2 लिएर आएका छौँ। अब यसमा चाहिँ भिन्न दशमलव प्रतिशत र अनुपात रहेको छ र पहिलो चाहिँ भिन्न। अब भिन्नको बारेमा सामान्य जानकारी त सबैले थाहा होला। अब हामी सिधै प्रश्नमा जान्छौँ। अनि प्रश्न छ, एउटा विद्यालयमा 4/5 भाग केटाहरू छन्। यदि केटीहरूको सङ्ख्या 200 भए केटाहरूको सङ्ख्या पत्ता लगाऊ भनेछ। केटाहरूको सङ्ख्यालाई यहाँ हाम्रो भागमा दिएको छ र केटीको सङ्ख्या हाम्रो सिधै नम्बरमा दिएको छ। अब हामीले केटाहरूको सङ्ख्या निकाल भनेको छ भने हामीले के गर्ने त, फर्स्ट टाइम यसको सोलुसन गर्ने। मानौँ ओके, जम्मा विद्यार्थीको सङ्ख्यालाई हामीले 100 मान्यौँ। अब हामीलाई प्रश्नले के दिएको छ भने केटाको भाग बराबर 4/5 अनि केटीको भाग निकाल्न खोज्यो भने कसरी होला? कति केटीहरू कति भाग त? टोटल हाम्रो 1 भाग हुन्छ। 1 माइनस यति भाग। अब यति भाग भइसकेपछि यहाँ 5 ले 1 5, 5बाट 4 1 अपॉन 5 भाग। यति चाहिँ केटी होलान्। अब हामीले जम्मा विद्यार्थीको सङ्ख्यालाई 100 मानेका छौँ, केटीको भाग आइसक्यो भने अब के गर्ने त? 100 को 1/5 भाग बराबर त हामीलाई 200 दिएको छ केटीको सङ्ख्या भने त्यसपछि यसले क्रस मल्टिप्लाई भयो। जम्मा विद्यार्थी यति आए। अब त्यसपछि अब जम्मा विद्यार्थी यति आइसकेपछि हाम्रो अनि केटाको सङ्ख्या निकाल्नु पर्यो। सङ्ख्या बराबर कति छ? 1000 जम्मा विद्यार्थी, त्यसको 4/5 भाग त केटा छन्। अब 5 ले 100 लाई गर्दाखेरि 20, 1 0 बस्यो, यो 0 को 0 इक्वल टु 200 × 4 800 जना रहेछ। देयरफोर केटाको सङ्ख्या बराबर 800 जना आन्सर भयो।